एउटा केटा जो खेलिरहेको थियो, संयोगवश एउटा जादुई औँठी पायो। ऊ अचानक सर्यो, अजिङ्गरको आकारमा। केटा डरायो, उसको हातमा ठोक्कियो, बिस्तारै पुच्छर हल्लायो र कसिलो पाराले बाँधियो। केटाको अनुहार अविश्वसनीय थियो। ऊ उत्सुक थियो र हात हल्लायो। अचानक भित्ताबाट एउटा बाकस उड्यो। केटाले उठायो र वरिपरि हेर्यो। केटा यति डरायो कि उसले त्यसलाई भुइँमा फ्याँक्यो। अचानक अनगिन्ती साना किराहरू बक्सबाट बाहिर आए र बिस्तारै जम्मा भयो। यो देखेर केटा डरायो र ऊ केही कदम पछि हट्यो। त्यो किराहरूको पर्खाल एउटा मान्छेमा परिणत भयो। जब केटालाई त्यो मान्छेले अट्याक गर्न लागेको थियो, सानो पर्खालबाट अर्को मान्छे निस्केर करेन्ट लगाइदियो र त्यो मान्छे छतमा ठोक्कियो। यो थाहा भयो कि कोठामा लामो कपाल भएको मानिसले उसलाई बचायो। ऊ हतार हतार पछाडि चढ्यो। जब ऊ फर्कियो, उसले देख्यो कि सानो पर्खाल उसको छेउमा थियो, उसलाई हेर्दै उग्र रूपमा हेर्दै। केटा डराउँदै भाग्न खोज्दा त्यस मान्छेले उसको खुट्टामा समायो र टान्यो। लामो कपाल भएको मानिस पछाडिबाट सानो पर्खालमा हाम फाल्यो। केटालाई भाग्न मद्दत गर्यो। लामो कपाल भएको मान्छे र किराको मान्छे, तिनीहरू भाँडोमा हावासरी भित्र सर्यो र ढक्कन बन्द भयो। केटा यति डरायो कि ऊ घरबाट बाहिर निस्क्यो। ऊ रुँदै आफ्नो हातमा भएको बाकसलाई हेर्यो र बाहिर फ्याँकिदियो। यस समयमा शिक्षक र विद्यार्थीहरू आएर हतारिएर सोधे, केटालाई के भयो? उसले अगाडि भएको घटनाहरू सुनाए। शिक्षक हेर्न हतारिएर सबै भित्र गए, तर भित्र घर सफा थियो। उसले आफ्नो अगाडिको दृश्यलाई विश्वास गर्न सकेन र केटा त्यहाँबाट भयो। त्यसपछि परिवर्तन भयो। एउटा मानिसलाई मार्न लागेको थियो। अचानक उसको पछाडि पंखुडीहरूको गुच्छा देखा पर्यो। मानव आकारमा परिणत भयो। सुईहरूको गुच्छाले प्रहार गर्यो। केवल लामो कपाल भएको मानिसले सुईलाई नियन्त्रण गर्न सक्थ्यो। उसले छेक्यो र जादु प्रयोग गरेर उल्टै त्यो मान्छेलाई प्रहार गर्यो। त्यो मान्छे झ्यालबाट बाहिर खस्यो। बिस्तारै उठ्यो। मानिसले तुरुन्तै आफ्नो पछाडि चिसो छाया महसुस गर्यो। जब ऊ फर्कियो, केटोले उसलाई हेरेर दौडिए। केटा भाग्यो। यस समयमा लामो कपाल भएको मानिसले आफ्नो शरीरमा रहेको नक्कली ड्र्यागनलाई आफ्नो हातले छोयो। ऊ अचानक जीवित भयो। उसको छेउमा रहेको ड्र्यागन बिस्तारै विशाल ड्र्यागनमा परिणत भयो। भित्रका मानिसहरू बिस्तारै त्यसमा बेरिए। उसलाई थाहा थिएन कि ऊ ड्र्यागनको खुट्टा बन्नेछ भनेर। ड्र्यागनले केटा कुन दिशामा दौडिरहेको थियो भनेर हेर्यो र पछ्यायो। केटा दौड्यो र भाग्दै गयो। ड्र्यागनले केटातिर आगो प्रयोग गर्यो। केटा बस्नको लागि झ्यालबाट बाहिर निस्कियो। उसलाई जाने कुनै बाटो नभएकोमा बाध्य पारियो। उसको शर्त लगाउनु बाहेक अरू कुनै विकल्प थिएन। केटाले बिस्तारै आँखा बन्द गर्यो। ड्र्यागनको दिशा तयार गर्दै आफ्नो औँठी देखायो। अचानक प्रकाशको किरण निस्कियो। ड्र्यागनलाई प्रहार भयो। ज्वाला उसको शरीरभरि थियो र चाँदो बिहानको माथि खस्यो। यो देखेर केटा खुसी मनाउँदै थियो कि उसले अन्ततः जादु प्रयोग गरेको थियो। टाढाको मान्छे उसलाई हेरिरहेको थियो। उसलाई अझै थाहा थिएन खतरा आउँदैछ भनेर। लामो कपाल भएको मानिसले सडकमा फलामको गोरुलाई देख्यो र अर्को सेकेन्डमा कपाल भएको मानिसलाई हान्न दौड्यो। फलामको गोरुबाट उछल्यो र फलामको गोरुको घातक आक्रमणबाट लुक्यो। ऊ लज्जित हुन चाहन्न थियो र भाग्न थाल्यो। उसले फर्केर देख्यो कि फलामको गोरुले उसलाई लखेट्दैछ। ऊ हतारेर तुरुन्तै कारको छेउमा लुक्यो। यस समयमा फलामको गोरुले कारलाई आक्रमण गरिरह्यो र यति ठूलो गोरुको सामना गर्दै रह्यो। लामो कपाल भएको मानिस बिस्तारै झ्यालबाट हेर्न उठ्यो। अर्को सेकेन्डमा फलामको गोरुले कार पल्टायो। लामो कपाल भएको मानिस भाग्न हतार गर्यो। फलामको गोरु फर्कियो र फेरि उतिर दौडियो। लामो कपाल भएको मानिसले दौडन सक्दो प्रयास गरे। उसले सोच्यो कि अब ऊ मर्नेछ, तर अचानक एउटा ठूलो चराले फलामको गोरुलाई आकाशमा लग्यो। यसले लामो कपाल भएको मानिसलाई बचायो, तर आशा गरेको थिइन कि यस समयमा कालो धुवा हावामा बगिरहेको हुन्छ भनेर। फेरि अर्को बोक्सी जीवित हुँदै थियो। केटाले बोक्सीको ज्वालालाई रोक्न प्रयत्न गर्यो। अर्को सेकेन्डमा बोक्सीले उनीहरूमाथि जादुई गोली चलाएको पीडित भुइँमा खस्यो। तर त्यो शक्ति उसको छेउमा रहेको बिजुलीको बक्समा ठोक्यो र त्यसबाट निस्केको करेन्ट बोक्सीलाई लाग्यो। बोक्सीले सहन सकेन र मरी। अन्तमा लामो कपाल भएको मानिस र केटाले लडाईँ समाप्त गरे र उसले प्रेम पायो।